प्रिय फुल, आज तिमीले मलाई बुनिदिएको मखमली स्वेटर लगाएर तिम्रो अटो डायरीमा कुनै पाना अझै खाली छ भन्ने सम्झिँदै आफ्नो कल्पनाको मण्डलमा सम्झनाको शब्द लेखिरहेको छु। लु, तिमीले यो चिठी कहिल्यै पाउँछौ थाहा छैन, टाढैबाट भए पनि लेखी पठाउँछु ल। मैले सुनेको भारतको यस्तै कुनै लेकबेसी भएको ठाउँमा देवप्रयाग भन्ने ठाउँ छ अरे, जहाँ दाहिनेतिरबाट अलकनन्दा बग्छ, जो शान्त छ। पानीको छाल आफै भित्र समाएर ऊ नरमसँग बगिरहेको छ। देब्रेतिर भागीरथी बग्छिन् रे, चञ्चल चुलबुल, रिसाउँदा फनक्क फन्किने, ठ्याक्कै तिमी जस्तै। ती दुई नदीहरू जब एकअर्कासँग भेटिन्छन् तब गङ्गा बन्छन् रे, जसले अलकनन्दाको स्थिरता र भागीरथीको चञ्चलता आफूभित्र समेटेको छ। प्रिय फुल, हाम्रो गङ्गा बग्दै बग्दै कहाँसम्म पुग्यो होला? मैले उनको स्वेटर लगाएको तिमीले कहिल्यै देख्छौ कि देख्दैनौ पनि थाहा छैन। तर यी स्वेटरमा भएका फुलहरू र मैले तिमीलाई दिएको फुल ठ्याक्कै उस्तै उस्तै त रहेछ। अनि यो फुल नसुकोस् भनेर नै त तिमीले यो फुललाई यो स्वेटरमा छापेकी होलौ। कुनै दिन हामी भेट्यौँ भने म तिमीलाई फेरि यस्तै फुल उपहार दिन्छु। हेर त, अहिले त हाम्रो आफ्नै घरमा हामीले सोचे जस्तै बगैँचा तिमीलाई पर्खिरहेको छ। लु, धेरै धेरै सम्झना।